आएर फ्रेस हुनु छ अनि यहाँ आएर मजाले बसिदिनु पर्छ फ्रेस हुन्छ हामी कहाँको यात्रा हान्दैछौँ हामी तीनजना बिहान यसो जङ्गल घुम्न निस्केको अवस्था तपाईहरु देख्न सक्नुहुनेछ यो यिनीहरुको के ब्लगरहरुको हैन तपाईहरु साथी हो हैन के रे सुन्नु साथी हो देखाउने छु यो पछि के हुँदैछ खतरा जंगल छ जंगल त हैट कुकुर कत्रो ल्याएर आउँछ नि यहाँतिर टोक्ला नि फेरि टोक्दैन कुकुरको के मुडको कुरा हुन्छ नि तिनीहरुको उसको मालिक भन्छ त्यही त मालिकले कति थर्काएर राखेको छ अनि त्यो रिस चाहिँ हामी माथि पोख्यो भने बुढाको रिस मालिकले गर्यो भने त खाना नदेला भनेर यहाँ रहेछ पोखरी हैन माछा छ हौ केटाहरु त उच्च भर्या माछा मारेर बस्ने अस्ति हामी त अब काम थिएन हैन त्यो सर माछा मारेर बस्ने ए आगो सागो फुकेर हैन आगो सागो फुकेर माछा मार्ने अनि यहाँ ल्याउने हैन पुरी खान्छन् हेर्नु पानी हाँसहरु छ उ पर्ने बसिरहेछ नि पानी गोही त छैन नि यहाँ उ पर को रहेछ हाँसहरु त कति माछा मार्दै हो कि को त्यो मान्छे उ त्यो मान्छे के उ परछ त मान्छे नेपाली हो उ हाँसहरु यहीँहरु छ अलि भरे त मान्छे बिचमा गएर मारेको नि एउटा ठुलो भइरहेछ बिचमा केमा जान्छ एकदम यहाँबाट हिँडेर ए त्यस्तो गहिरो नि छैन के अब एकचोटि पानी पर्यो भने चाहिँ गहिरो माथिसम्म आइदिन्छ पानी परेको छैन हरामी रहेछ त नेपालीले बाँकी नराख्ने भयो केही भयो हामी आउनु भन्दा 2 दिन अगाडि चाहिँ हैन 4 फुट होला 2 दिन अगाडि चाहिँ पानी परेको थियो अरे के हामी आउनु चिसो भएको थियो अरे अनि